यो रुखलाई चाहिँ आज जेसीबीले चाहिँ उखाल्नुपर्छ, किनभने यो चाहिँ नहरको जग्गामा परेर चाहिँ यसलाई उखाल्न लगाएको। एकदमै विशाल रुख भइसकेको छ। यो चाहिँ धेरै माटो भरेर चाहिँ माथिसम्म हेरिरहेछ, नभए तल्लोबाट चाहिँ यो उब्रेको थियो। यति हावाको प्रेसर छ नि त, यो रुखलाई चाहिँ कता ढाल्ने भनेर सोचिरहेको छु। यता चाहिँ आँपको रुख, उता पनि आँपको रुख होइन, उता पनि बाली लागेको छ, यतातिर टाल चाहिँ छ होइन। अब कता चाहिँ ढाल्छ। त्यहाँ चाहिँ ठुलो सेन्टिपेड चाहिँ हेर्न सक्नुहुन्छ त्यहाँ माटोमा। एकदमै ठुलो सेन्टिपेड छ। हामीतिर चाहिँ बिच भन्छौँ। अब चाहिँ एउटा साइडबाट चाहिँ खनिहाल्यो, अब चाहिँ अर्को साइड यति गहिरो छ नि त। भाइ नेचरको पावर हेर्नको लागि चाहिँ हेर्नु, यति चाहिँ माटो भरिदिइसकेको थियो, माथि वर्ष चाहिँ जरा पलाइसकेको थियो। यत्रो मोटो हेर्न सक्नुहुन्छ, यत्रो मोटो। गाइज अब चाहिँ लगभग चाहिँ भइसकेको छ। अब चाहिँ यसलाई जरा चाहिँ उखाल्नु मात्र बाँकी छ। अब यो हेर्नु, जेसीबीलाई पनि हल्लाइदिइरहेछ, यति तलतिर गएको छ यसको। हेर्नु हेर्नु, उता चाहिँ फोर्स लगाएर घिच्न खोजिरहेछ, जेसीबी आफै जान खोजिरहेछ। यस्तो चाहिँ पावर हुन्छ क्या रुखहरूको। गाइस हेर्न सक्नुहुन्छ, यहाँ थियो, अब प्रेसरको कारणले तानेर जेसीबीलाई नै त्यहाँसम्म पुऱ्याइदिएको छ। यति सारिदिएको छ, यति पावर हुन्छ क्या गाइस। त्यहाँ चाहिँ अब थोरै चाहिँ बाँकी बसिसक्यो, त्यसको चाहिँ यो बेसमेन्ट अलि पाराले चाहिँ हेरेको छैन, नभए यो खाल्टोमा पर्न सकिरहेछ क्या। यस्तो स्थिति भइसकेको छ। त्यहाँ चाहिँ यति ठुलो खाल्टो भइसकेको छ। गाइस रुख चाहिँ ढलिसकेको छ। अब रुख चाहिँ ढलिसक्यो। अब हेर्न सक्नुहुन्छ। गाइस रुख ढलिसक्यो। उता चाहिँ यहाँसम्म चाहिँ पुगिसकेको छ पुरै रुख, पुरै उता आँपको रुखमा चाहिँ पुगिसक्यो। यसलाई चाहिँ अब तान्नुपर्छ। अब लास्ट चाहिँ हेर्नु ढलिसक्यो अब हाम्रो रुख। यति गाह्रो पऱ्यो थियो नि त, हेर्न सक्नुहुन्छ। अब अझै चाहिँ अलि जरा चाहिँ त्यसको चाहिँ रुट्स होइन, जरा चाहिँ भित्रसम्म गएकोले चाहिँ अलि अप्ठ्यारो भइरहेछ। हेर्नु पुरै यस्तो थियो क्या। ल भइसक्यो। अब माटोलाई चाहिँ भित्र हालिदिने भन्नुभयो। अलि चाहिँ बाटो बनाइदिनको लागि हाम्रो घर चाहिँ उता चाहिँ जानलाई चाहिँ अलि गाह्रो हुन्छ, त्यसैले त्यो माटो हराइदिन भन्नुभयो। र सबै माटो चाहिँ राखिदिनुहुन्छ त्यसमा खाल्टो भर्नेर। रुखलाई चाहिँ यो खाल्टो चाहिँ भरेर हेर्न सक्नुहुन्छ, रुख चाहिँ झराइदिएको छ पुरै।